हेलो नमस्ते टु एभ्रिवान। अनि आज चाहिँ मेरो चाहिँ ब्लगको चाहिँ तेस्रो दिन हो र आजको ब्लगमा चाहिँ म चाहिँ उता स्याङ्जा जाँदै थिएँ कि सानीमाको घरसँग। त्यहाँ चाहिँ मैले चाहिँ आज सुट गर्नेछु र त्यही त हो, बाटोमा के कस्तो हुन्छ त्यही सबै तपाईहरुलाई देखाउने छु। ल हेर्दै आउनु न के हुन्छ है, हेर्दै आमै त। आज चाहिँ भ्लग गर्न नि मौसमले साथ दिएको छ हैन, यस्तो शीतल मौसम छ। म चाहिँ अब आफ्नो चाहिँ अब यहाँ गाउँबाट निस्किदैछु। यहाँ चाहिँ ओह्रालो बाटो रहेछ, भाग्नुपर्छ अलिकति अलिकति नल्ली है। यता बाटोमा चाहिँ अहिले चाहिँ नाली बनाइदिएर चाहिँ भित्तातिर धेरै ठिक गरेछ। अहिले यो नाली नहुनाले लास्टै क्षति भएको थियो कि बाटो। बाफ्रे बाटोको हालत हेर्नु न कस्तो भयो कि ना, यस्तो भयो कि सबै। अहिले त अब यहाँबाट चाहिँ नाली हाल्दैछ, नालीबाट आसी चाहिँ अब त्यहाँबाट आएको भलहरू चाहिँ अब सबै भित्ता हुँदै जान्छ नि त। तर पनि यो अलिक सिस्टमेटिक चाहिँ छैन है। अगाडि चाहिँ कत्रो ठुलो पहिरो गयो क्या। यो पहिरो चाहिँ पहिला नाली नबनाएर त के अब यहाँको कमेरो माटोहरू चाहिँ सुसाउँदै गयो नि त, त्यसले चाहिँ गर्दा चाहिँ अनि यो माटोहरू झन् त्यही माथि कमलो हुन्छ। त्यो के अरे माथिबाट आएको खेतबाट आएको पानीले चाहिँ सबै झन् कमलो बनाइदिएर अहिले झन् अब यहाँबाट चाहिँ अनि धेरै पहिरो गयो क्या। अनि पहिरो गएपछि अनि बनाउनु भन्दा पहिले बनाएको भए चाहिँ यस्तो क्षति हुन्थेन। यहाँ यत्रो पहिरो गयो नि त, यो बाटै ब्लक गरेको नि त। ठ्याक्क पहिरो गइसकेपछि अनि बल्ल नाली बनाइदियो क्या। म चाहिँ अब यहाँ अगाडि पुलमा आइसकेँ। अब यही पुल हुँदै तनहुँबाट चाहिँ कास्कीको इन्ट्री हुन्छ। ल म पुल हुँदै लागेँ है त। ल अब म चाहिँ मात्र 30 सेकेन्डमा चाहिँ म हाइवेमा पुग्छु। अनि अब के हुन्छ, अब गाडी साडी के कस्तो प्याक हुन्छ आज। अस्ति त पोखरा उठेर गएको थिएँ मैले, तपाईँलाई भ्लगमा हालेको थिएँ, देखिहाल्नुभयो के अरे। यस्तो उठेर गएको बाफ्रे, यस्तो पसिना आएर आज चाहिँ बसेर जान पाए हुन्थ्यो भन्ने छ। हेरौँ के हुन्छ है त। आज पनि सिट नपाएर हैरान भयो कि। अनि अमर सिंह आएको होइन, बल्ल सिट पाइयो, छिटै थियो। फाइनली कीर्ति विजय चाहिँ आइसक्यो होइन। र अब अगाडि छ, पहिला चाहिँ अब त्यो फोन बनाउन पहिला त्यहाँ जानुपर्ने हुन्छ। फोन र अस्ति लगेको घडी चाहिँ सानो भएर रहेछ क्या चेन, त्यो चाहिँ बनाउन पर्छ। लास्टै भिड छ है। हेर्नु पनि अगाडि लास्टै भिड छ क्या। सबै आफ्नै पारामा बिजी छ होइन। अगाडि बढ्दै जाऊँ, अझै के हुँदै जान्छ है। र अब चाहिँ पसल नि आउने बेला भइसक्यो र अगाडि चाहिँ हाइवे हेर। यो पसल आउने ठाउँ चाहिँ यहाँबाट यो पृथ्वी चोकको यहाँबाट ठ्याक्क उताबाट त्यो जुन ठाउँबाट चाहिँ उता पूर्वबाट आउने गाडी हुन्छ नि, पूर्वबाट आउने गाडी चाहिँ ठ्याक्क रोकिन्छ नि, त्योबाट चाहिँ ठ्याक्क 5 मिनट चाहिँ सिधै माथि आउनु भयो भने चाहिँ अनि यहाँ अगाडि चाहिँ समृद्धि मोबाइल इम्पोरियम भनेर त्यही हो है पसल चाहिँ। अङ्कललाई चाहिँ मैले चाहिँ अब झन् तपाईँको दोकानको एडभर्टाइजमेन्ट गरिदियो भनेको त अङ्कलले त ल मलाई त पैसै नलिदिँदा कि अब दोकानको एडभर्टाइजमेन्ट हुन्छ भनेर चाहिँ। कति हो स्याउको? 250, 200, 300 का है। यहाँ 300 का। भोलि यसलाई कति यसलाई?
यसै अब डिस्काउन्ट गरेर दिनु न त राम्रो राम्रो खाले 240 त्यो खाले कति हो त स्टिकर टाँसेको 350 यो 300 कति अनि 250 250 यो 250 कै दिनु ल राम्रो राम्रो खाले 1 किलो माथि जाने बस चाहिँ खास 3 बजी हिँड्छ अरे नि त त्यही भएर चाहिँ अब यत्तिकै उस गर्नुभन्दा मैले चाहिँ आज पोखराको चाहिँ गल्ली 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 हिँडेँ अब भोक पनि लाग्छ टक्क अब यहाँ चाहिँ अब खाजा खानुपर्छ है ल अब साथीहरू ल खाजा पनि खाइयो अब चाहिँ अब बसतिरै लागौँ न त बस पनि बन्द रहेछ अहिलेलाई खुल्छ कि खुल्दैन खुल्ने रहेछ नि त यो बस पार्क चाहिँ अलिक व्यवस्थापन चाहिँ भए चाहिँ कति राम्रो हुन्थ्यो होला यार पृथ्वी चोक बस पार्क त धेरै ठुलो बस पार्क हो नि यहाँ त अब पूर्व पश्चिम उत्तर दक्षिण नेपालको हर ठाउँमा जाने गाडी यहीँबाट लाग्छ क्या प्रायः पूर्वको गाडी र पश्चिमको गाडी चाहिँ यहाँबाट पाउनुहुन्छ र माथि गाउँतिर जाने लोकल गाडीहरू नि यहीँबाट समाउन सक्नुहुन्छ होइन र खै व्यवस्थै भएन त्यहाँ बस चाहिँ अब बल्ल बस पार्कबाट निस्क्यो अब सिधै गएर अब अलिकति तल बस स्टप छ त्यहाँ गएर फेरि एकछिन 15 मिनट रोकेपछि त्यहाँपछि बल्ल अनि हामी हुन्छ होइन नर्सरीमा अनि कता हो त तिमी झर्ने चाहिँ मोटीखानमा मेरो सानो बहिनी पाउँछ मोटीखानको तपाईँ मोटीखानै बस्ने त्यही कतापट्टि हो खोइ थाहा छैन भिरसुवारा भन्ने ठाउँ हो सुवारा 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 ल फाइनल्ली म चाहिँ आफ्नो डेस्टिनेसनमा पुगेँ ल अब चाहिँ म चाहिँ भर्खरै बसबाट उत्रेको करिब लगभग 2 घन्टाको यात्रापछि चाहिँ ठ्याक्क ठाउँमा आइयो है नमस्ते नमस्ते सानीमा ल अब आजलाई यति नै हो ल अब चाहिँ अब बाँकी कुरा चाहिँ अब अर्को भ्लगमा आउँछ अर्को भ्लग झन् इन्ट्रेस्टिङ आउँछ है त